पाउँदा हामी सबैलाई खुसी लागेको छ, मलाई पनि व्यक्तिगत रूपमा पनि। आजको यो सामग्री हस्तान्तरण कार्यक्रम भनेर भनेको छ हामीले ध्यान राखेको छौँ। यो हामीले गर्न अघि भने जस्तै गर्न चाहिँ राजापानीमै गरेको भए राम्रो हुन्थ्यो, तथापि हामीले अहिले यसलाई त्यति धेरै प्रचार गरेका थिएनौँ होइन। हामी यो गरेका छौँ भन्ने कुरो गरेका छैन। हामी मौजालाई जिम्मा लगाएको छौँ। मौजाले यहाँहरूको जुन साधना, यहाँहरूको जुन यो स्वास्थ्यसँग सम्बन्धित कुरा छ यसलाई चाहिँ महत्त्व राखेर गजडा गाउँ समाजले त्यो भन्न चाहन्छु। किनभने हामीले गजडा गाउँ समाजलाई ह्यान्डओभर गरेका थियौँ। तपाईँहरूले कहाँ लगानी गर्नुपर्छ भन्ने हिसाबले राजापानीले ह्यान्डओभर गरेका थियो। त्यो कुरालाई गाउँ समाजले ल यो स्वास्थ्य क्षेत्रलाई पनि हामीले प्राथमिकता दिनुपर्छ, योगलाई चाहिँ हामीले आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराउनुपर्छ भनेर जुन गाउँ समाजले सिफारिस गर्यो त्यो आधारमा चाहिँ आज हामी यो कार्यक्रम चाहिँ गर्दैछौँ। र यो कार्यक्रमको अध्यक्षता गरिदिनु हुन म हार्दिक अनुरोध गर्छु। त्यसरी यो हस्तान्तरण लिगलाई गोमा अगाडि आउँछु। त्यसै गरी हामीसँग राजापानी सामुदायिक पुनर्पुरा समूहका उपाध्यक्षज्यू पनि हुनुहुन्छ, उहाँलाई पनि आसन गर्नको लागि म हार्दिक अनुरोध गर्छु। त्यसै गरी राजापानी दिनानाथ पाण्डेज्यू पनि हुनुहुन्छ, उहाँलाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्छु। र सँगसँगै अब मैले यो साधना केन्द्रको सिलसिलेवार माथिल्लो पोस्टहरू अथवा पदाधिकारी के कति हुनुहुन्छ त्यो सबै कुरा थाहा नभएको कारणले मैले नाम दिन सकिनँ। यो साधना केन्द्रका पदाधिकारीज्यूलाई पनि यथास्थानमा म आसन गर्नको लागि हार्दिक अनुरोध गर्छु। र सँगसँगै यो साधना केन्द्र चलाउनु भएको छ यहाँ सबैलाई म चाहिँ आजको यो कार्यक्रममा आसन गर्नको लागि हार्दिक अनुरोध गर्छु। र यो कार्यक्रमलाई उपाध्यक्ष कुलबहादुर समज्यूलाई म हार्दिक अनुरोध गर्छु। धन्यवाद। कार्यक्रम सञ्चालक राजन शर्मा वनगाडी निवर्तन अध्यक्ष ढाकाराम अधिकारीज्यू, कार्यक्रमको अध्यक्षज्यू, यस कार्यक्रमको श्रद्धा साधना केन्द्र का अध्यक्ष साधना केन्द्रमा उपस्थित विभिन्न तह तबकाका आदरणीय व्यक्तित्वहरूमा मेरो व्यक्तित्व तर्फदेखि र राजापानी सामुदायिक तर्फदेखि यहाँलाई बिहानको शुभ बिहानी टक्राउन चाहन्छु। यस राजापानी सामुदायिक वनले हामीले प्रत्येक मौजालाई 16 मौजालाई हरेक मौजामा सामाजिक क्षेत्र मौजालाई जिम्मा दिएका थियौँ। सबै धेरै ठाउँमा गएको छ, तर यो गजडा गाउँ समाजले जो निर्णय गरेको छ स्वास्थ्यसँग सम्बन्धित हामीले अरू मौजालाई 50,000 हो भने गजडा मौजालाई 1 लाख रुपियाँ जनसङ्ख्या हिसाबले पनि गजडा मौजालाई 1 लाख रुपियाँ छुट्याएकोमा हामीले 50,000 रुपियाँले जो अहिले 50,000 को कुरो यहाँ भएको हुँदा त्यो 50,000ले तपाईँहरूले स्वास्थ्यसित सम्बन्धित जबकि जीवन र मृत्युसँगको कुरालाई र मृत्युसँग लिएर आएका छौँ र बाँचुन्जेलसम्म स्वास्थ्य रहनको निम्ति के गर्ने हो, के गर्नुपर्छ भन्ने एउटा यो साधना केन्द्रले एउटा विधि अपनाउनु भएको छ, एउटा जनचेतना फैलाउनु भएको छ। त्यो जनचेतना आकर्षण हुनेछ, जानेछ भन्ने कुरा राख्दै यहाँले हामीलाई एउटा निम्ता गरेर चाहिँ यो अवसर दिनुभयो। यहाँप्रति हार्दिक स्वागत, धन्यवाद, नमस्कार। माफ गर्नुहोला, म चाहिँ थोरै अघि सञ्चालन क्रममा मिस्टेक भएछ। यो साधना केन्द्रसँग जोडिने यो साधना केन्द्रको विकासमा चाहिँ साथीहरू पनि लाग्नुहुनेछ भन्ने विश्वास लिएका छौँ। र अब हामी यो कार्यक्रमलाई धेरै लामो नगर्दै अब यो सामग्री हस्तान्तरणको कार्यक्रमलाई अगाडि बढाउँ। राजापानी सामुदायिक वनका पदाधिकारी साथीहरू, समितिका साथीहरूले यो श्रद्धा साधना केन्द्रका साथीहरूलाई त्यो खरिद गरेर ल्याइएको, विशेष गरी यो हामीले नै खरिद गरेर ल्याएर यहाँहरूलाई प्रदान गर्न पर्ने हो। प्रक्रियाले उल्टो भएको छ होइन, किनभने त्यो गरेको भए अझै राम्रो देखिन्थ्यो। तथापि यहाँहरूलाई हामीले जिम्मा दियौँ, अब यहाँहरूले गर्नुभयो, त्यसको लागि पनि यहाँ सबैलाई म धन्यवाद पनि दिन चाहन्छु राजापानी सामुदायिक वनको तर्फदेखि। र अब यो हस्तान्तरण कार्यक्रम चाहिँ अब राजापानी सामुदायिक वनका पदाधिकारी साथीहरूले यता हाम्रो श्रद्धा साधना केन्द्रका पदाधिकारी साथीहरूलाई
अब भिडियो त्यसै गरी अब त्यो खुला व्यायामशाला सँगसँगै बिहानी प्रहरमा केही न केही त्यहाँ गर्नुपर्छ भन्ने पनि हामीले भोलिका योजनाहरूमा समावेश गर्नुपर्ने त्यो देखिएको पनि छ, सुझावहरू पनि आएको छ। आज मैले सम्झेँ थोरै राजापानी सामुदायिक वनोपभोक्ता समूहको तर्फदेखि आफ्ना केही भनाइहरू राखिदिनुको लागि समूहका सचिव दिननाथ पाण्डेज्यूलाई म हात जोड्ने गर्छु। धन्यवाद। कार्यक्रम सञ्चालन हाम्रो राजापानी सामुदायिक वनोपभोक्ता समूहका निवर्तमान अध्यक्ष हामीले साधना केन्द्रमा आज सहयोग हुन पाउँदा अत्यन्तै खुसी छौँ र हामीले केही कहीँ चाहिँ प्रशासनसँग जोडेको विषयहरूमा पनि अरू ठाउँमा पनि त्यसले चाहिँ सहयोग पुर्याओस् भन्ने आशा राख्दै मेरो छोटो गर्दै गर्न चाहन्छु। नमस्कार। अब यसै गरी आफ्ना सिद्धि बुद्धि प्रदे देवी मुक्ति भुक्ति प्रदायिनी मन्त्रमुक्त सदा देवी महालक्ष्मी नमस्ते। गुरुवर्गलाई कोटि कोटि प्रणाम गर्दै आजको यस पवित्र कार्यमा यहाँ सबैलाई धेरै धेरै स्वागत सम्मान तथा प्रणाम गर्न चाहन्छु। आज हामी एकदमै धेरै खुसी छौँ। आजसम्म हामीले साधना सुरु गरेको लगभग 12 वर्ष भयो र नियमित रूपमा साधना केन्द्रको यो हल पाएर यो हलमा आएर साधना गर्न थालेको पनि 8 वर्ष चलिरहेको छ। यत्रो लामो दौरानमा हामीले दुःख सुख यो म्याटहरू किन्ने, बाथरुमको लागि हार्पिकहरू किन्ने, टोयलेटमा चाहिने सरसामानहरू किन्ने सबै कुराहरू हामी आफै साधकले 50-50 रुपियाँ उठाएर बल्ल बल्ल घिस्री हामी चलिरहेका छौँ। अहिलेसम्म पनि एकजना दानी व्यक्तित्व भेटाएर यो स्पिकर यो हल यो हामीले फ्रीमा पाएका छौँ। यो यसरी फ्रीमा पाउँदा पनि हामीले उहाँलाई धन्यवादको करोड शब्द दिएर पनि पुग्दैन, तर पनि ठिक छ गरिरहेका छौँ, लागिरहेका छौँ र आउँदै गर्दा धेरै कुराको आवश्यकता पर्दो रहेछ। शिविर चलाउन हिँड्नुपर्ने, म्याट खर्च हुने, स्पिकर चाहिने, हेडफोन चाहिने, सानसाना ब्याट्रीहरू चाहिने, पैसा नहुने, साधकहरू योग गर्न आउनुहुन्छ, ल भोलि फी लिएर आउनुभयो, आउनुहोस् है 50 रुपियाँ 100 रुपियाँ भन्यो भने ला फिस माग्यो अब नजाने भनेर चटक्कै आउन छोडिदिनुहुन्छ, पीडा लाग्छ। त्यसपछि होस् भन्यो, फेरि जबरजस्ती घस्रियो चल्यो, गर्दै गर्दा आज हामी यत्रो सामान हाम्रो लागि यो त करोडको सामान हो, करोड बराबरको यो 50,000 मूल्य बराबरले दिएको हाम्रो राजापानी वनले दिएको भनेर हामी गर्वका साथ छाती फुल्लाएर भन्न पाउने अवस्था आएको छ। यो म्याट पनि हामीलाई सुशील सिंह ठकुरीज्यूले 5,000 दिनुभएको थियो, त्यही खुसीमा हामीले यो 3टा म्याट किन्यौँ। हामीलाई बार सामान चाहिन्छ। अब यसरी यो पाउँदै गर्दा हामीले एउटा गाई पैसा पनि हामीले बिना गर्दैनौँ, किनकि यो हाम्रो पवित्र कार्य हो। यो पवित्र कार्यमा बरु गोजीबाट जाओस्, तर हामीले गाई पैसा पनि हामीले यताउता गऱ्यौँ भने हामीलाई किरा पर्छ, किरा परेर मर्छौँ हामी। त्यसैले म राजापानी वनका अध्यक्ष लगायत राजापानी सामुदायिक वन उपभोक्ता मूल समिति, उपसमिति सबै समितिलाई मैले धेरै मनदेखि मेरो श्रद्धा साधना केन्द्र 2टा छ। एउटा विष्णु दाईको घरमा पवित्र बहिनीले चलाउनुहुन्छ, विष्णु दाईको ख हो, त्यहाँको अध्यक्ष पवित्र बहिनी हो। सिउटीमा हाम्रो गणेशमान भाइले चलाउनुहुन्छ दिवार साधना केन्द्र, उहाँ सिउटीमा छ। देउवापारमा देउवापार साधना केन्द्र छ, ओदारीमा ओदारी साधना केन्द्र छ, मर्थीमा मर्थी साधना केन्द्र छ, ठाकुरापुरमा सहयोगी साधना केन्द्र छ, 4 नम्बरमा दियो ज्योति योग साधना केन्द्र छ। अनि गएर जवैकोटियामा फेरि गजेडामा मात्रै हाम्रो 3टा साधना केन्द्र छ। हाम्रो साधना केन्द्र धेरै छन्, हामी चारैतिर घुमिरहनुपर्छ।
मोटरसाइकल लिएर हिँड्दा पनि हामीले आफ्नै पेट्रोल खर्च गरेर हिँड्छौँ। चाहिने सामग्री र हामीसँग आएर बसेर योग गरिदिए हामी धेरै खुसी हुन्छौँ। अहिले राजापानी वनबाट एउटा मिलन भाइ जोडिएको हुनुहुन्छ। मिलन भाइलाई देख्दा भगवान् आए जस्तो खुसी लाग्छ। किन? किनकि मिलन भाइले अलिकति भए पनि उतातिर खिच्न सक्नुहुन्छ कि जस्तो मैले 1000 पटकसम्म मैले मेरो नजिकका साथीहरूलाई भनिराखेको हुन्छु। अहिले त यहाँसम्म छ कि ऊ है यो गर्न हिँड भन्छ लुकम भनेर कतिपय लुक्नुहुन्छ। जस्तो कि मेरो खेत रोप्न जाने, मेरो धान काट्न जाने, मेरो धानको भारी बोक्न जाने जस्तो गरी ऊ गोमालाई लुकम भन्ने पनि मैले देखेको छु। उहाँहरूलाई झन् धेरै धन्यवाद, किनकि उहाँहरूलाई भगवान् पतञ्जलि ऋषिले त्यो शक्ति दिनु भएन, त्यही भन्नु पऱ्यो नि त। अब त्यही भएर हामी खुसी छौँ। म लगायत हाम्रो 4 नम्बर कुराहरू चाहिँ प्रदान गर्ने मौका मिलेको हुनाले म पनि अब लागे पुगेसम्म मेरो भ्याएसम्म यो साधना केन्द्रसित जोडिने एउटा पत्रिका पनि म जारी गर्दछु। त्यो सँगसँगै अहिलेको यो वातावरण, अहिलेको रोग, विभिन्न कारणहरूले गर्दाखेरि हामी साधना केन्द्रमा जोड्यौँ भने यो स्वास्थ्यसँग जोडिएको सधैँभरि मलाई तिमीले